मित्रवर्गहरूमा जय श्री कृष्ण, जय सियाराम। हामी यस भिडियोमा एउटा गीताको प्रसिद्ध श्लोक कर्मण्येवाधिकारस्ते मा फलेषु कदाचन मा कर्म फल हेतुर्भुर् मा ते संगस्तु कर्मभिः, यस श्लोकको केही हामी चिन्तन मनन गर्नेछौँ। समस्त विश्वमा जतिले पनि यो श्लोक बोल्नेछन्, मान्नेछन् र यसलाई चिन्तन गर्छन्, सबैले एकै प्रकारको अर्थ लाउने गर्छन्। मा कर्मण्येवाधिकारस्ते मा फलेषु कदाचन, कर्म गर तर फलको चिन्ता नगर। तर वास्तवमा यसको पूर्ण अर्थ होइन, कर्म गर फलको चिन्ता नगर। यो भन्ने बित्तिकै हाम्रो मस्तिष्कमा के आउने गर्छ कि कर्म त परमात्माको व्यवस्थाले प्राप्त भइहाल्छ नि, किन चिन्तन गर्नु, कहिले न कहिले परमात्माको व्यवस्थाले प्राप्त भइहाल्छ, किन चिन्तन गर्नु भन्ने हाम्रो माइन्डसेट, हाम्रो दिमागमा बस्ने गर्छ। तर वास्तवमा यसको अर्थ के हो? कर्म गर, कर्म फलको चिन्ता नगर, किनकि मा कर्म फल हेतुर्भुर्, कर्मको हेतु नबना, कर्मको कारण नबना, कर्मको कुनै प्रकारको फलको कारण नबना। मतलब निष्काम कर्म गर, मतलब मा कर्मण्येवाधिकारस्ते मा फलेषु कदाचन, अर्थात् फल निष्काम कर्म गर। निष्काम कर्मको कुनै फल हुँदैन, कुनै फल प्राप्ति हुँदैन। हामीले ध्यान दिनुपर्ने कुरा के हो भन्दाखेरि कर्म गर, फलको कारण नबना, फलको हेतु नबना, निष्काम कर्म गर। यही हो यसको